गाइस हामी चाहिँ अहिले काम नपाएर हैन यहाँ ओह्रालो झर्दैछौँ मर्निङ वाक घाम आइसक्यो उठ सानो यता अरू सानोहरू सुत्दै होइसिन्छ हामी चाहिँ यस्तो नगरकोट पनि आइयो हैन अनि नगरकोटको डाँडा उकालो ओह्रालो झर्दैछौँ मैले चाहिँ उकाली चढौला ओह्राली झरौला साथ भन्छन् भने पनि त्यो पनि तरौला तिम्रै लागि हो भने जाने दिदिउला यहाँबाट खस्यो भने केही हुँदैन मैले चाहिँ भनेको जाने दिदिउला हामीलाई के भन्छ काम नपाएर लखनपते हो कि कर्णनपते ओ क्यामेरा चाहिँ अफर्स लगाइ जाऊ मुन्ट्यो लिएर हामी यस्तरी छिरेको है लफङ्गाहरू जस्तो यसरी छिरा है अघि पनि हामी के गरौँ छटपट भयो कि नगरकोट होइन अब कहिले आइन्छ फेरि भनेर घुमेको नि त हामी ल यहाँ माछा रहेछ ओ माछा हेर्नु माछा वाउ कस्तो राम्रो साथीहरू as you can see बेला अब हामी भिला घुमाउँछौँ हाम्रो यो के अरे हाम्रो यो स्पेट्स भिला एक दिनको लागि स्पेट्स भिला यहाँ माथिबाट हेर्दैछन् हाम्रो गाइज हामी चाहिँ उहाँ जानु लागेको छौँ ओइ कुकुर आयो नि पछाडि केही त गर्दैन नि डर लाग्यो यत्रो कालो कुकुर आयो ओइ ला कहाँ हो यो हामी वहाँ माथि आएको यहाँ निर्वाणा है यो रिजोर्टको नाम चाहिँ ए भित्रबाट रहेछ माथि यहाँको भ्यू हेर्नु मलाई नहेर्नु आज हाम्रो यहाँ भाबीजीलाई हेर्नु ल चल्दैमा हामी यहाँ माथि जाने भनेको तर भित्रबाट भिलासँग एट्याच रहेछ यो चलो चलो चलते हम लोग उधर है यस्तो खाँदा जो हुन्छ नि फेरि भजनमा डान्स भइरहेको कृष्ण अब चाहिँ हामी फाइनल ब्रेकफास्ट रेडी भइसकेको छ 10 बजे यहाँ ब्रेकफास्ट गर्नु 9:30-10 समथिङ भइसक्यो होइन यति लेट यहाँ हाइट हेलो हाइट देखाइरहेको छु कि यहाँ देखाउनु त हाइट हाम्रो हाइट डिस्टेन्स ओ माई गड हाइट गाइज यति धेरै बोलेको त तर भिडियो अन रहेन त यहाँ हाम्रो स्पिच भिला देखाइरहेको थियो यार एक दिनको भए पनि स्पिच भिला हो नि त होइन यति धेरै बोलेको थियो यार के मजा भएको थियो क्यामेरा अनै रहेन चाहिँ यार के भयो यो थाहा छैन कहिले काहीँ यस्तै हुन्छ नि कति धेरै बोला हुन्छ होइन लास्टमा त्यो मुमेन्ट क्याप्चरै हुँदैन यस्तै हुन्छ गाइस डोन्ट माइन्ड प्लिज हाम्रो आइरहेको ब्रेकफास्ट आइसकेको छ साथीहरु सुप भनेको त दिन खिच्दै हुनुहुन्छ हजुरले यतासम्म हाम्रो ग्याङ भएर ब्रेकफास्ट गर्दैछौँ अब हाम्रो रेडी गर्दैछौँ होइन अब गर्न लाग्छौँ यो टिस्यु ल्याइदिनु थ्याङ्क यू चेयर्स गाइस नगरकोट A few moments later. हामीहरु रेडी भएर यहाँ फोटो सेसन चल्दैछ रानो यता फोटो खिचिदिनु भनेर रेडी भएर बस्नु भएको छ एउटा हेर्नु मसिनो यता अर्को हिरोनी परि फेरि उठ्दैन घुमा न छिटो ए बटरफ्लाई यता बटरफ्लाई लाउँदैछ ल अब यहाँ बस्दै हुनुहुन्छ मसँग रिसाइसक्नु भयो यहाँ फोटो खिच्नु भयो उहाँको गाइज हामी निस्केको होइन हामी यहाँ निर्वाणा बसेको थियौँ रिजोर्ट हो कि
स्पिच भिला हो म त स्पिच भिला भनिसक्यो अघिदेखि हामी दुईजना चाहिँ टिकटक बनाउँदै थियौँ त्यही भएर पछि पछि भयो गइसक्यो तिनीहरू यस्तो उकालो खयो चाहिँ हिजो चाहिँ ओह्रालो गुड्र झरेको चलो अब चल्ते थाक्यो उहाँ पुगिसक्यो तिनीहरू हेलो सुनेन यो लेट्स गो पार्टी पार्टी सक्यो अब नगरकोट पनि आइयो होइन घुमियो बस्यो जिन्दगीमा फर्स्ट टाइम वान नाइट स्टे गरियो मेरो दुईचोटि भइसक्यो एकचोटि सूर्य चौर एकचोटि हो मेरो त फर्स्ट टाइम हो अब त्यो स्कुलबाट टुर सुर त गएको हो पहिला त यसरी चाहिँ फर्स्ट टाइम हो सरहरूसँग जानु के मजा आएन स्कुलबाट ए यस्तो दामी छ होइन जङ्गल सब टुरिस्ट एरिया हिरो नि कता हिँडेको बिजुली बालेर हाम्रो फु पनि चस्मा लागिदिनु दुईटा ज्याकेट बोकेर यतिको चाहिँ हुनु पर्यो हिरोनीहरू यता अर्को हाम्रो भ्लग मुस्कान गले कहाँ मुस्कान गऱ्यो भनेको उयो भन्नु न मलाई क्याट्रिना क्याफ ओके प्लिज हेर्नु न यस्तो दामी छ ओ माई गड बोयफ्रेन्ड भएको भयो होइन राइडमा आउन यस्तो रमाइलो ठाउँ छ ओ माई गड आई क्यान एक्सप्लेन इन एनी वर्ड के ओ माई गड यता मेरो कुरा सुन्दै हाँसिरहेको छु यस्तो दामी छ कि प्लिज हेर्नु न यहाँनिर अनि टक्क हामी चाहिँ हिँडिरहेछौँ होइन अनि आज वेदर पनि क्या दामी छ होइन लाइक म नक्कल पारेको बोलेको भन्ला तर म अलिकति तपाईँहरूलाई भ्लग राम्रो होस् भनेर बोलेको हो होइन सो यहाँ तपाईँहरूले इन्जोय गर्नुभएको छ कि छैन अहिलेसम्म अनि तपाईँहरू कोही पनि मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक गर्न नबिर्सिनु होला लाइक गरिदिनु होला है प्लिज लाइक गर्नु होला सेयर गर्नु होला सब्सक्राइब गर्नुभएको छैन भने पनि सब्सक्राइब गर्नु होला फेरि हामी यस्तो यस्तो भिडियो लिएर आउने नै छौँ अझै यो भिडियो चाहिँ सकेको छैन है मैले तपाईँहरूलाई रिमाइन्ड गरिदिएको लाइक गर्नुभएको छैन भने भिडियो हेर्दै हुनुहुन्छ तर लाइक गर्नुभएको छैन भने लाइक गरिदिनु होला उता अर्को पागल लाला गर्दै हिँडिरहेछ झोलुङ्गो पुल जाने भनेछ यसरी हिँडेर नै होइन झोलुङ्गो पुलतिर अब जाने भनेछ लच्छी पुगेपछि हामी पुग्यौँ भनेर लाइक जाने कुरा हुँदैछ जान्छ नै होला यहाँ गयो भने चाहिँ हामी झोलुङ्गो पुलमा भेट्नेछौँ भन्दै यो पेजको मजा लिनुहोस् भिडियोको मजा लिनुहोस् फेरि लाइक गर्नुभएको छैन लाइक गर्न सक्नु ल स्टे ट्युन कोही अगाडि छन् कोही पछाडि छन् कहाँ गयो क्या जङ्गलमा मङ्गल गर्न उहाँ चाहिँ जर्मनीबाट तर नेपाली बोल्नुहुन्छ तपाईँलाई नेपालको के मनपर्छ साथीहरू हामी चाहिँ आयौँ अब झुलुङ्गो पुलतिर तर्फ लाग्दैछौँ गाडीमा आएको हिँडेर त सक्ने रहेछ टाढो रहेछ अनि गाडीमा चाहिँ एकजना भेट्नु भएको थियो टुरिस्ट उहाँ चाहिँ जर्मनीबाट अनि तपाईँले सुन्नुभयो होला नेपाली पनि आउँदो रहेछ उहाँलाई होइन गफ गर्दै आयो कस्तो मजाको फ्रेन्डली हुँदो रहेछ रमाइलो भयो क्या मजाले हामी जाँदैछौँ अब हेलो हेलो म त अनि इन्टरभ्यू लिइरहेको थिएँ नि त होइन कस्तो मजाले नेपाली बोलेको होइन रेशम फिलिली पनि गाइदिएको रेशम फिलिली होइन कस्तो मजाले गाएको थियो नि कस्तो राम्रो क्या कस्तो फ्रेन्डली क्या अनि धेरै राम्रो हामी इन्स्टामा फ्रेन्ड पनि भइसक्यौँ म त फेरि हेर्छ हो नि त मिल्ने मान्छेसँग होइन यता टिकट लिनुपर्ने रहेछ पर पर्सन 20 हेलो डियर क्वायर फुल्लिङ स्माइल रिसाउनु पाउँदैन फेरि कतल गरिदिन्छु ल यस्तो राम्रो छ यहाँ पनि तपाईँको यहाँ तल रहेछ हौ कस्तो राम्रो पिकनिक स्पोट हो क्या हो यो त यहाँ पुरा मान्छेहरू पिकनिक स्पोट जस्तै छ त ए नगरकोट भनेर यतैतिर ल्याउँछ क्या पिकनिक खाना त्यसै लाग्यो
ठिक छ त यो भनेको ब्रान्डेड कपडाहरू जस्तै हो हामी यहाँ ठाउँ खोज्दै हिँडिरहेको छौँ बस्नलाई चट्ट होइन पहिला बसेर चटपटे खाऊँ भनेर होइन सब चिज ल्याएको छ नि त हामीले अनि यहाँ कस्तो यस्तो यसलाई के को रुख भन्छ अरे सल्लाहघारीको रुख सल्लाहघारी हो नि त सल्लाहको रुख सल्लाहघारी ठाउँको नाम छ नि त यहाँ हामी झर्दैछौँ यस्तो राम्रो छ छ ठुलो झुलुङ्गो पुल अहिले हामी जान्छौँ होइन ठुलो रहेछ म त अघिदेखि झुलुङ्गो पुल कहाँ भनेको त्यहीँ रहेछ यो पिकनिक स्पोट जस्तो छ कहाँ बस्ने हो तल हो यहाँ बस्ने अब हामीहरू वाउ यो सल्लाहको रुखले कस्तो राम्रो देखेको हौ भ्यू होइन साथीहरू काँक्रा खाइरहेको छ सबजना अब के हो दुईटा हातमा समातेर बाफ्रे के होस् पुरा सिरानी भएको छ यहाँ हाम्रो चटपटी हुन्छ अब एकछिनमा के खानु भएको तपाईँले के हो त्यो भने म त बुझ्दिनँ नि त भात हो त्यो चटपटे हात फोल हुन्छ भनेर वाह नयाँ टेक्निक है साथीहरू सिक्नु झिल्लीलाई के भन्छ अरे झिल्ली भनेको खानेकुरा त्यो उयो खान्छ फोपी बडी झिल्ली त्यस्तो भन्छ फोपी भनेको ढुङ्ग्री के ढुङ्ग्री खाएन अनि बडी त्यो दालको बडी त्यसलाई बडी भन्छ अनि झिल्ली पनि खानेकुरा हो क्या बडी जस्तै त्यो मै केले बनाउँछ यस्तो यस्तो गोलो गोलो हुन्छ झिल्ली जेरी होइन झिल्ली तपाईँहरूलाई थाहा छ कि थाहा छैन तपाईँहरूलाई थाहा छ कि थाहा छैन तपाईँहरू के भन्नुहुन्छ झिल्ली भन्नुहुन्छ कि यो हातले हुन्छ यो हातले भन्छ यस्तो गरेर राख्नु न हात पहिला यस्तो यस्तो पहिला यस्तो गर्नु न यस्तो गर्नु न अनि एउटा यस्तो थियो नि यस्तो यस्तो हाल अनको देखाउने लास्ट रेलगाडी चुक 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 झुलुङ्गो पुल हेर्नुहोस् कस्तो लामो वाउ यो लैदा गाइज चलो बा यहाँ टन्नै छ बाचाहरू पिकनिक आएको जस्तो छ हाम्रो भाइ बहिनीहरू हाम्रो फोन यस्तो गर्न डर लाग्यो साथीहरू आमामा डर लाग्यो फोन निकाल्न चाहिँ भ्लग चाहिँ म त्यति गरिदिनु आमामा त्यस्तो डर अब कस्तो हल्लेको है समातेर हेर्नु न एक ठाउँ साइडमा मेरो फोन चाहिँ मलाई डर लाग्यो हल्लेको त ओ कसले होला उहाँ माथिबाट होला बिस्तारै जाऊ बिस्तारै मलाई डर लागिसक्यो यति धेरै मान्छे चढेको आमा तल हेर नि तल गाइस फाइनली हामी यहाँ आइपुग्यौँ मलाई मेरो मोबाइल खस्दा भने डर लागिसक्यो ओइ कस्तो दामी भ्यू तल हेर्दाखेरि त भ्यू हेर्नु न भ्यू गाइस उहाँदेखि हामी आइपुग्यो अब यति मात्रै बाँकी यो पारा साथीहरू एउटा ग्रुप फोटो खिच्दिउँ अनि चल्दिउँ त्यसपछि घर नगरकोटलाई बिदाई गरिदिउँ होइन त यता चलिरहेछ हामी झुलुङ्गो पुल पुगेर पनि आइसक्यौँ है यो पारा ल ग्रुप फोटो पनि भयो लेट्स प्याक अप गाइज अब ब्याक टु आवर होम ब्याक टु काठमाडौँ बाई बाई नगरकोट बाई बाई झुलुङ्गो पुल बाई बाई रिजोर्ट अनि अब हामी कसरी आएको थियौँ त्यसरी नै जान्छौँ अनि आई थिङ्क भ्लग इज सो लङ अनि होप यु गाइज इन्जोय अनि अब चाहिँ भ्लग इन गर्नुपर्ने हुन्छ अब त्यहीँ अघि हामी जहाँ चढेको त्यहीँबाट अब हामी गाडी चढ्नेवाला छौँ अनि जानेछौँ अनि त्यही भएर यहाँ तपाईँहरूलाई भिडियो मन परेको छ लाइक सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला फेरि पनि यस्तो भिडियो कतै गयो भने लिएर म आउने नै छु धेरै माया गरिदिनु होला सबलाई एकचोटि सबलाई सोधौँ न कस्तो भयो गाइज एकदम रमाइलो ल कस्तो भयो ल भइहाल्छ नि नमरे बाजे दही बल्ले साँचे फेरि भेट्नेछौँ ओके
के रे भन्नु बाजे भएपछि यस्तै रमाइलो गर्दै जानुपर्छ नि यता सोधौँ न हेलो गाइज कस्तो भयो अब हामी ब्याक टु होम जाँदैछौँ त्यही भएर लास्ट रिभ्यू दिउँ अब प्याकअप भयो हाम्रो हाम्रो भाबीजीलाई सोध्नु न भाबी जान कस्तो भयो ए ठिक छ त ल ओके अब भ्लग इन गरिदिनु हो क्या ल ओके बाई बाई गाइज के भन्नु छ लास्टमा अन्तिममा अल ओभर सबै राम्रो अहिले अब हामी फर्किँदैछौँ अब यति हो आजलाई इन्ड गर्न लाग्यो ल अन्तिममा के भन्नुहुन्छ अन्त्यमा हामी घुमेर लास्टै रमाइलो भयो लास्टै के अरे अन्तिममा छिटो घर जाऊ हैन लास्टमा अब हामी मैती देवी पुगेको पनि एउटा जान पर्यो अहिले नै इन गर्न पुग्यो हैन इन गर्ने हो के धेरै लामो हुन्छ हजुर भन्नु हेर्न पनि मान्छेलाई छ्याउ हुन्छ धेरै लामो ब्लग अब त्यही त हो नि नर्मली अब बस चढ्ने जाने त हो नि के गर्ने हो र अब त रमाइलो त सक्यो नि हैन हेलिकप्टर किन हेलिकप्टर आउँछ क्या हामी रमाइलो गर्ने हो के त्यो बुफर बजाएर ए ठिक छ त्यसो भए त भ्लगिङ गर्नु भएन त्यसमा चार्ज चाहिँ लगाउनु पर्यो ल है त्यसो रमाइलो गर्यो भने इफ रमाइलो गर्यो भने होइन भिडियो हामीले बनायो भने हाल्ने नै छु नभए चाहिँ यहीँसम्म समाप्त भनेर बुझ्नु होला इफ हामी रमाइलो गऱ्यौँ भने चाहिँ आई विल डेफिनेटली पुट देयर होइन सो यहाँनिर पिकनिक पनि भइरहेछ एज यु क्यान सी ल अहिलेलाई एकछिनमा गऱ्यो भने रमाइलो गऱ्यो भने बोरिङ भएन भने के गऱ्यो भने गर्नुपर्छ नि है बसमा अनि फेरि हिजो कस्तो गर्ने समातेर बस्नु पर्यो भने यस्तो गर्ने हैन त्यसको पनि बनाउनु पर्यो नि त हामी कति स्ट्रगल गरेर स्ट्रगल गर्यो हामीले आउँदाखेरि त अब हिजो होइन लिटरली हिजो यति धेरै स्ट्रगल भएको थियो तर त्यसको फाइदा त्यसको बेनिफिट चाहिँ त्यो राम्रो पायो एकदमै राम्रो थियो त्यहाँको रिजल्ट क्याप्चर गर्न पनि मिलेन अलिक गाह्रो भएको अवस्थाले गर्दा अब आज चाहिँ जाँदाखेरि चाहिँ हामीले त्यही गर्नुपर्छ ल है मैले सोचेको छ हामीले फेस गरेको आधारले हामीले भिडियो चाहिँ हाल्न पाउनु पर्छ मैले सोचेको थिएँ इन गर्छु भनेर किनभने हजुरलाई पनि अब लामो भयो भने हेर्न मजा आउँदैन होइन र इफ हामी रमाइलो गऱ्यो भने डेफिनेटली देखाउने नै छौँ के भन्छ नगरकोट आउनुहोस् रमाइलो गर्नुहोस् इन्जोय गर्नुहोस् हजुरहरू पनि हामीले त रमाइलो गरिसक्यौँ अब हजुरहरू कहिले आउने हेर नानी तिमीतिर डलिसकेछु लाउँदै म त हिमालयमा छु घरि अन्तर्राष्ट्रिय विमानमा छु फ्लाइट टु काठमाडौँ बौद्धमा पोस्ट तमिलमा डिनर गोवामा किनो डोन्ट वरी बेबी गोट स्वाइप माई कार्ड दुईजना एकदम बेस्टिजहरू बसिहालसँग एकछिन पनि छुटिन्न दुईजना अनि हाम्रो चाहिँ जतिखेर अल्पत्र मात्रै बस्छ हामीहरू चाहिँ तिमी गीत गाउ त ल चलो गाइज हामीलाई यस्तो खतरा गाडी मिलेछ भक्तपुरसम्म लैजानुहुन्छ अरे ओ माई गॉड यहाँ यो गाडीमा सफरको फल मिठा होता है ल फास्ट त ल काखमा राख्ने हिँड छिटो चलो चलते फिरते घुमते नाचते अगाडि भन्नु तपाईँ लेट्स गो गाइस हेर यता लेट्स गो यतिको चाहिँ हुनु पर्यो एकजना थियो अघि नै हिँडेर कहाँ पुग्नु भयो हामी यहाँ गाडी ए यहाँ बस्नु कहाँ हो बाफ्रे एक्लै पछाडि हामी यहाँ झन् हेलिकप्टर ढिक्चिको गाना लाउनु होइन रमाइलो गर्दै जानु पर्यो नि त होइन छुट्टे गाइस
चलो चलो धन्न म यता साइडमा रहेछु सानो सानो कमलको रागा रेशम कमलको रागा रेशम A few moments later. हामीलाई त्यो गाडीले भक्तपुरसम्म छोडिदियो भक्तपुरबाट हामी रत्न पार्कको गाडी चढ्यौँ तर हामीलाई जानुपर्ने छ माइती देवी जानुपर्ने छ अनि हामीलाई होइन लङ रुट पर्थ्यो नि त नि हाम्रो रत्न पार्क गएर फेरि माइती देवी जानुपर्छ अर्को चढ्नु पर्थ्यो त्यही भएर हामीले डिसाइड गऱ्यौँ हामी बिजुली बजारमा झऱ्यौँ बिजुली बालेर अनि हामी हिँड्दै ल यस्तै भयो हामी मेमोरिजमा मेमोरी प्लस गर्नलाई एकदमै मान्छे अब हिँड्दै गल्ली गल्लीको बाटो म्याप हेर्दै अब हामी पुग्छौँ माइती देवी त्यसपछि पुग्नै हाल्छौँ जसरी पनि अब कति मिनट लाग्छ आधी घन्टा मिनट त आधी घन्टै लाग्छ होला यसरी हिँड्यो भने त 1 घन्टा लाग्छ ल गाइस बाई बाई गरिदिनु अब बाई यसरी पनि बाई हेर्नु के कसरी बाई लाइक र सब्सक्राइब बाई ल गाइजहरू जे छ जस्तो छ ओभरअलमा हेरेर हजुर इन्जोय गर्नुभयो होला अनि हामीले भनेको ठाउँमा एकचोटि गएर हजुरहरू पनि हेर्नुभयो होला अनि भिडियो मन परेको छ भने लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु होला किप लभिङ किप सपोर्टिङ जहाँ नि लगइन गरेको अब चाहिँ गएर ढकलक्क सुत्दिउँ भइसक्यो मलाई मतलब रेस्ट गरौँ भइसक्यो क्या ठिकै टाइममा न ठिकै उसमा त आएन ल बाई गरिदिनु न तपाईँले कहिले बाई भन्छ बाई 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 टेक केयर गाइस सी यू छिट्टै अब कहिले हुन्छ बाई बाई टेक केयर